सायद हामी नेपालमा डाँडाकाँडामै जन्मेको होला। परदेशमा आइसकेपछि पनि डाँडाकाँडा देख्ने बित्तिकै आफ्नै देश भन्ने पनि झल्को लागिरहेको छ। र यही झल्को मेटाउनलाई चाहिँ आज हामी कोरियाको बुक्खान सान अथवा बुक्खान पर्वतमा चढ्न जाँदैछौँ। सबैजनालाई ल नमस्ते है। नमस्कार। आज चाहिँ हामी दक्षिण कोरियामा चाहिँ म प्रकाश राणा र मेरो साथीहरू कृति श्रेष्ठ, गणेश बोहरा सर, सान्छे तामाङ भाइ र हाम्रो अर्को गणेश जोशी भाइ, 5 जना चाहिँ आज हामी कोरियाको बुक्खान सानमा चढ्न आउँदैछौँ। यो चाहिँ मेरो दोस्रो पटक हो। आजभन्दा अगाडि चाहिँ म 2024 को अप्रिल 13 मा आएको थियो। आज चाहिँ 2025 नोभेम्बरको 8 मा आउँदैछु, लगभग 20 महिनापछि। र हाम्रा प्रिय साथीहरूले चाहिँ यो ठाउँमा जाउँ, तपाईँ धेरै घुम्नुभयो पाहाडहरू, हामीलाई चाहिँ देखाइदिनुहोस् भन्ने आज रिक्वेस्टले म पुनः फेरि तपाईँसित आइरहेको छु। यहाँ एकजना कोरियन बुवा पनि हुनुहुन्छ। 안녕하세요. मानसफाङको सुविधा। हामीहरू अघिको सहरबाट लगभग 10-15 मिनट हिँडिसकेपछि आजको मेन बुक्खान सान जानको लागि चाहिँ मेन ढोकानिर आइपुगेका छौँ। त्यहाँनिर चाहिँ गाडीहरू पार्किङ गरेर चाहिँ मान्छे यो ठाउँबाट चाहिँ माथि चढ्नको लागि चाहिँ यहाँबाट सुरुमा प्रवेश गर्दो रहेछ। ओरिजिनल अब चाहिँ बुक्खान सानको यात्रा यो गेटबाट हाम्रो सुरु हुन्छ है त। अघि चाहिँ हामी एकदम रोडको बाटो सजिलो थियो। अहिले यो बाटो कस्तो लागेको छ बिर्ती सर? यो बाटो एकदम गाउँघरमा हिँडेको ढ्याक्कै याद आयो। हाम्रो चाहिँ यो बाटो चाहिँ ठ्याक्कै कहाँ भन्दाखेरि पहिला गाडी नचल्दाखेरि दिदी अहिले नआउँदाखेरि यो शिवरानीको उकालो भन्ने एकदम फेमस। हजुर। त्यहाँसँग सिन्धुलीको मान्छेहरूले भिडियो हेऱ्यो भने सबैलाई थाहा हुन्छ। हजुर। शिवरानीको उकालो ठ्याक्कै त्यस्तै बाटो रहेछ। अब यो उकालो हिँड्दै अब माथि हामी डाँडासँग पुग्ने तर्खरमा छौँ। ल है त, उहाँले भन्नुभयो हाम्रो सिन्धुलीको शिवरानी जस्तै याद आयो रे। शिवरानीको उकालो। म चाहिँ स्याङ्जा जिल्लाको भएर त्यताको राम्रोसँग थाहा भएन। हाम्रो सरलाई चाहिँ आफ्नो गाउँघरको आफ्नो भेको याद आयो रे ठ्याक्क गर्दा होइन। र मान्छेहरू पनि हाम्रो वनपाखा जाँदाखेरि हजुर त्यहाँबाट हामीले गाउँबाट अलि माथि ध्यान्नु भन्ने एउटा पहाड छ। ध्यान्नु? त्यो पहाड जाँदाखेरि त्यो बिच बाटोमा यस्तै बाटोमा जानुपर्छ ठ्याक्कै। हजुर। सेम यही जस्तो छ कि यहाँको जस्तै। त्यतैको याद आयो मलाई चाहिँ। गोठालो जाँदाखेरि कहिले काहीँ गइन्थ्यो, सेम त्यस्तै लागिरहेछ। अनुभव भइरहेको छ। भनेपछि सिन्धुलीको सरलाई सिन्नु, हाम्रो बजाङको सरलाई चाहिँ हाम्रो ध्यान्नुको पहाड जाने बाटो जस्तो। हामीहरू अघि बढ्दै जाँदा कतिपय मानिसहरू चाहिँ गइसकेर आइसकेको मान्छेहरू पनि भेट्दै गइरहेका छन् भने हामीहरू चाहिँ बिस्तारै उकालो चढ्दै गइरहेका छौँ। 1.4 किलोमिटर यो पहाडको उता पखाको भाडमा है। तपाईँहरूले भर्खर देख्नु भएको पहाडको नाम हो इन्सुबुन। यो चाहिँ बुक्खान सानको आडमै रहेको समुद्र सतहदेखि 811 मिटरको उचाइमा रहेको पहाड हो। र यसको इतिहास फर्केर हेर्दाखेरि चाहिँ 2रो शताब्दीमा पेक्छे राजाको शासनमा चाहिँ त्यसबेला चाहिँ उन्जु र फिरु राजाहरू 2 जना बिना उपकरण चाहिँ यहाँ चढेको इतिहास पढ्न सकिन्छ भने पछिल्लो समय भने कोरियामा चाहिँ यो ठाउँमा चढ्नलाई चाहिँ 1970 देखि मात्र सुरु गरेको रहेछ। र 1970 देखि 2023 सम्म चाहिँ यहाँ चढ्दाखेरि चाहिँ मानिसहरूको लगभग 157 जनाको मान्छेको मृत्यु भइसकेको रहेछ। र यो ठाउँमा चाहिँ मृत्यु भएका मानिसहरूको चिर आत्माले शान्ति पाओस् भनेर चाहिँ तल एउटा गौतम बुद्धको मन्दिर बनाएको रहेछ, जसलाई कोरियामा चाहिँ इन्सु आम भनेर नामले परिचित रहेछ। आजको यात्राको चाहिँ फेकुन्दे यहाँको 836 मिटरको पहाड चाहिँ अब हाम्रो यहाँबाट लगभग 0.5 किमी मात्र बाँकी रहेको छ। तर भन्दा यहाँ नजिक भने पनि उकालो भएको कारणले गर्दाखेरि यात्रा एकदमै ढिलो भइरहेको छ। सर तपाईँलाई अहिलेसम्म कस्तो अनुभव भइरहेछ? मलाई चाहिँ एकदमै रमाइलो फिल भइरहेको छ सर। अलिकति अब उकालो चढेर अलि थकाइ लागे पनि
त्यस्तो थकानको महसुस चाहिँ त्यति धेरै भएको छैन। हजुर हुन त उकालो चढियो तर रमाइलो भयो जेहोस् आनन्द भयो। यो बाटो चाहिँ सुरुमा गाडीको बाटो रहेछ, त्यसपछि बिचमा उकालो ओह्रालो र यहाँ आएपछि हेर्नु खाजा खाने ठाउँ पनि रहेछ, यहाँ साइडमा टोयलेट पनि रहेछ र यो चाहिँ ठाउँ पर्यटनको लागि चाहिँ एकदमै मध्यनजर गरेर बनाएको कारणले गर्दा सबै सुविधा छ। हेर्नुहोस् यति आनन्द भइरहेको छैन सर? यो काठको कहिले काठको भर्याङ कहिले नेचुरल बाटो होइन, त्यसको मिश्रणले गर्दा चाहिँ यहाँको गन्तव्य चाहिँ निकै रमाइलो भइरहेको छ भनौँ न। ल है त गन्तव्यको यात्रा नजिक आउन लागिरहेको छु। यस्तो बाटो छ हेर्नुहोस् उकालो। ल हेर्नुहोस् है, अलिकति होसियार भएर पनि हिँड्नुपर्ने भएको छ। के भने तपाईँले त्यस्तो रिमोट लाग्यो भन्नुहुन्छ तपाईँ? लाउनुहोस्। Yung kabilang bundok na mataas, na puro bato. Eto na yun eh. ल Oo, yan yun. ओइ तेरी यहाँ माथि जाने बाटो कोप्चरा हुँदै माथि पुग्ने। हाम्रो डुब्बो चाहिँ ठ्याक्कै यो माथि आजको गन्तव्य चाहिँ। यो ठाउँ चाहिँ चढ्नलाई कष्टपूर्ण मात्र होइन कि जोखिम पनि रहेको छ र यदि यहाँबाट चाहिँ बाइचान्स लडिहाल्यो भने चाहिँ बाँच्ने सम्भावना चाहिँ लगभग 0% छ भन्दा पनि हुन्छ। साथीहरू, सान्चु भाइ, कुटी सर कस्तो लागिरहेछ? कता गणेश भाइ खै त? ए मेरो भाइ छिटो आऊ। ल हामी 5 जनाको रुमबाट आएको यात्रा लगभग अब गन्तव्यको एकदमै नजिक छौँ है। एकदम डेन्जर ठाउँमा चाहिँ हेर्नुहोस्, यहाँबाट तल मान्छे मर्न सक्छ। तपाईँको त्यो अघि तलबाट देखेको इन्सुबोन भनेको त्यही हो, मान्छेहरू डोरी लाएर चढेको नि त्यही हो। हेर्नुहोस् यहाँ तलबाट चाहिँ अब सौल पनि देख्न सुरु भइसक्यो। ल ल पढ्नु भएको नि यहाँ बाटो साँगो रहेछ। ओ पल्लोबाट त नजाने भाइ यार, नजाने यार। यो त एकदम डेन्जर बाटो है। डेन्जर बाटोमा हाम्रो साथीहरू यात्रा गर्दै हुनुहुन्छ। ल हेर्नुहोस् मान्छे त यहाँ त घुइँचो त कतिको चाहिँ हेर्नु त। अब माथि टुप्पोमा गएर फोटो खिच्नलाई यहीँदेखि गएर लाइन बसिरहेछ। वाह किन यस्तै मान्छे बस्यो? लाइनकै लाइन फोटो खिच्नलाई। हामीहरू आजको लगभग 2.5 घन्टाको यात्रा गरेर चाहिँ फाइनली पुक्खन सानमा आइपुगेको छौँ। हेर्नुहोस् यहाँ माथि कति धेरै मान्छेको भिड तपाईँले देख्न सक्नुहुन्छ, किनभने यो चाहिँ कोरियाको एकदमै कोरियनहरूको मनपर्ने पहाड मध्येमा एउटा पर्दछ र सौल नजिकदेखि एकदमै नजिक र सबैलाई घुम्नलाई एकदम पर्ने ठाउँ भएको कारणले गर्दा चाहिँ यो ठाउँमा चाहिँ प्राय जहिले आउँदा पनि मान्छेको भिड चाहिँ देख्न सकिन्छ। र तपाईँले तल हेर्नुहोस् सौलको भ्यू पनि यसरी मजाले देख्न सक्नुहुन्छ। अहिले हामी चाहिँ बुक्खान सानमा आइसकेको छौँ। माथिको टुप्पोमा चाहिँ झन्डामा चाहिँ त्यहाँको गन्तव्य, तर यहाँ एकदमै मान्छे घुइँचो भएर चाहिँ हामी छौँ। अनि गइन्छ कि थाहा छैन। कस्तो लाग्छ आजको यो? एकदमै रमाइलो छ। अनि हाम्रो सरलाई बुक्खान कस्तो लाग्छ? हाम्रो साथीहरूको प्रतिक्रिया पनि सुन्नुभयो होला र
यो बुक्खानसानमा लगभग हामी चाहिँ 30 देखि 40 मिनट बसिसकेपछि अब चाहिँ हामी हाम्रो कम्पनीमा अब फर्किँदैछौँ। र आजको यो हाम्रो प्रस्तुति कस्तो लाग्यो, यदि मन पर्यो भने चाहिँ लाइक सेयर गर्न चाहिँ नभुल्नु होला भन्दै आजको यो भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। नमस्ते, धन्यवाद।